2027 मा एउटा फिल्मले बक्स अफिसमा धमाका मचाउनेवाला छ। बलिउड चलचित्र उद्योगमा एकपछि अर्को सुपरहिट चलचित्र दिन सफल धुरन्धर अभिनेता रणवीर सिंहको धमाकेदार चलचित्र आउँदैछ, जसको नाम रहेको छ प्रलय। आज हामी त्यसै फिल्मको प्री एनालाइज गर्नेछौँ। आउनुहोस् सुरु गरौँ। चलचित्र प्रलय भने अहिले अफिसियली प्रोडक्सनमा गइसकेको छ। फिल्मको सुटिङ 16 अगस्त 2026 बाट मुम्बईमा सुरु भएको छ। डाइरेक्टर हुन् जय मेहता र रणवीर सिंहसँग कल्याणी प्रियदर्शन पनि मुख्य भूमिकामा देखिँदैछ। पहिलो कुरा, कन्सेप्ट नै निकै खतरनाक छ। प्रलयको टाइटल सुन्दा नि एउटा ठुलो विनाश, डिस्ट्रक्सन र एन्ड अफ द वर्ल्डको सिनारियोको फिलिङ आउँछ। र यदि फिल्म वास्तवमै रिपोर्ट गरिए जस्तै पोस्ट एपोक्यालिप्टिक जोम्बी सर्भाइभल स्टोरी हो भने बलिउडका लागि यो निकै इन्ट्रेस्टिङ एक्सपेरिमेन्ट हुन सक्छ। किनकि यहाँ केवल हिरो भिलेनको फाइट होइन, यहाँ क्वेसन हुनेछ, जब सहर पुरा बर्बाद हुन्छ तब मानिस कसरी बाँच्ने। यही सर्भाइभल एलिमेन्टले फिल्मलाई अरू एक्सन मुभी भन्दा अलग बनाउन सक्छ। यो फिल्मको सबैभन्दा ठुलो एट्र्याक्सन मध्ये एउटा जोम्बी आउटब्रेक पनि हुन सक्छ। र सोच्नुहोस्, एकातिर मुम्बई जस्तो ठुलो सहर, अर्कोतिर डेडली पेन्डेमिक, र त्यसपछि जोम्बी आउटब्रेक। त्यसपछि रणवीर सिंह आफ्नो जीवन बचाउन मात्र होइन, आफूले माया गर्ने मानिसहरूलाई पनि बचाउन सङ्घर्ष गरिरहेका छन्। त्यहाँबाट फिल्मको इमोसनल एङ्गल पनि निकै स्ट्रङ बन्न सक्छ। र रिपोर्ट अनुसार फिल्मको वर्ल्ड एउटा डिभास्टेटिङ पेन्डेमिक पछि जोम्बी आउटब्रेकले प्रभावित भएको डाइस्टोपियन मुम्बई वरिपरि केन्द्रित छ। अब कुरा गरौँ रणवीर सिंहको। रणवीर सिंहलाई हामीले अहिलेसम्म विभिन्न प्रकारका क्यारेक्टरमा देखिसकेका छौँ र प्रलयले उनलाई कम्प्लिटली डिफ्रेन्ट जोनमा लैजान सक्छ। यहाँ उनको क्यारेक्टर फ्ल्यासी हिरोभन्दा बढी सर्भाइभल हुनुपर्नेछ, जहाँ डायलगभन्दा बढी फियर, एङ्गर, डिस्पेरेसन र सर्भाइभल इन्स्टिङ्क्ट काम गर्नेछ। र यही कारणले मलाई लाग्छ रणवीरको पर्फर्मेन्स यो फिल्मको ब्याकबोन बन्न सक्छ। यदि उनले क्यारेक्टरको इमोसनलाई रियलिस्टिक बनाउन सक्यो भने यो उनको करियरको एकदमै अलग पर्फर्मेन्स बन्न सक्छ। अब कल्याणी प्रियदर्शनको कुरा गरौँ। उनी यसै फिल्मबाट बलिउडमा डेब्यु गर्दै थिइन् र रणवीर जस्तो एनर्जेटिक एक्टरसँग उनको पेयरिङ कस्तो देखिन्छ भन्ने कुरा पनि निकै इन्ट्रेस्टिङ हुनेछ। यदि उनको क्यारेक्टर केवल हिरोको साथमा रहने फिमेल क्यारेक्टर नभएर सर्भाइभल स्टोरीको एक्टिभ पार्ट भयो भने फिल्म अझ पावरफुल बन्न सक्छ। अब सबैभन्दा इन्ट्रेस्टिङ नाम जय मेहता। जय मेहताले स्क्याम 1992 मा को डाइरेक्टरको रूपमा काम गरेका थिए र पछि लुटेरे निर्देशन गरेका थिए। अब उनी ठुलो स्केलमा थ्रिटिकल सर्भाइभल थ्रिलर लिएर आउँदैछन्। त्यसैले यहाँ मेरो एक्सपेक्टेसन एकदमै हाई छ, किनकि प्रलयलाई केवल जोम्बी मुभी बनाएर पुग्दैन। यसमा स्टोरी, इमोसन, सस्पेन्स, एक्सन र वर्ल्ड बिल्डिङ सबै चाहिन्छ। अब इमेजिन गर्नुहोस्, एक सुनसान मुम्बई, खाली सडकहरू, बन्द भएका बिल्डिङ्स, चारैतिरबाट डिस्ट्र्याक्सन र अचानक अँध्यारो कोठाबाट जम्बीको एट्याक्स। यदि मेकर्सले मुम्बईलाई नै एउटा क्यारेक्टर जस्तो प्रस्तुत गर्न सके भने भिजुअल एक्सपिरियन्स निकै जबरजस्त हुन सक्छ। र यही ठाउँमा भिएफएक्स भन्दा पनि पार्टिसियल लोकेसन र रियलिस्टिक एटमोस्फियर धेरै इम्पोर्टेन्ट हुनेछ। रणवीर सिंहको एक्सन हेर्न दर्शकहरू नेचुरल्ली एक्साइटेड हुनेछन्, तर मेरो एक्सपेक्टेसन चाहिँ सिम्पल छ। हामीलाई अन्नेसेसरी सोलो मोसन एक्सन भन्दा र ब्रुटल र रियलिस्टिक सर्भाइभल एक्सन चाहिन्छ। फिल्मको सबैभन्दा ठुलो स्ट्रेन्थ के हुन सक्छ? मेरो विचारमा सर्भाइभल इमोसन। यदि फिल्मले केवल जोम्बीज देखाएर डराउन खोज्यो भने त्यो सामान्य जोम्बी मुभी बन्न सक्छ। तर यदि फिल्मले देखायो मानिसहरू कसरी बदलिन्छन्, भोक, डर र मृत्युको अवस्थामा मानिस कति निर्दयी बन्न सक्छ, आफ्नो परिवार बचाउन मानिसले कति टाढासम्म जान सक्छ, त्यो भयो भने प्रलय केवल जोम्बी मुभी नभएर एउटा ह्युमन सर्भाइभल स्टोरी बन्न सक्छ। तर एउटा ठुलो च्यालेन्ज पनि छ। भारतमा जोम्बी जेनर अझै मेनस्ट्रिममा धेरै एक्सप्लोर भएको छ। त्यसैले मेकर्सले हलिउड वा कोरियन जोम्बी मुभीको सिम्पल कपी जस्तो देखिनु हुँदैन। ओभरअल प्रलयको कन्सेप्ट हेर्दा यो रणवीर सिंहको निकै इन्ट्रेस्टिङ अपकमिङ प्रोजेक्ट मध्ये एक देखिन्छ। यदि रणवीर सिंहको पर्फर्मेन्स, जय मेहताको डाइरेक्सन र जोम्बीको कन्सेप्ट सही तरिकाले एक्जिक्युट भयो भने प्रलय बलिउडको लागि एउटा ठुलो सिनेम्याटिक एक्सपेरिमेन्ट बन्न सक्छ। अब तपाईँलाई के लाग्छ, के रणवीर सिंहको प्रलयले बलिउडमा जोम्बी जेनराको नयाँ सुरुवात गर्न सक्छ? आफ्नो ओपिनियन कमेन्ट गर्नुहोला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। भिडियो मन परेमा लाइक गरिदिनु होला र दीपक डाँडाबेडी 9 युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। भेटौँला अर्को एक्साइटिङ भिडियोमा। धन्यवाद। जय सिंह।